12 हुनेको प्रतिमा र के पूजा हुन्छ घरमा हिन्दू भन्ने पूजा चाहिँ यसपालि गरेका छौँ। यो विशेष प्रकृतिको पूजा हो। यसले चाहिँ सुख समृद्धि र शान्ति स्थापना गर्नको लागि हाम्रो जीवनमा यो अब आउने 62को सिधा गर्नु हात मन्दिर सम्बन्ध भन्छ। हामीले विशेष गरी बौद्ध मार्गीहरूमा नै भानु भूमिहरू त्यो यसमा राख्नु न नानी। यो भानु भूमिले चाहिँ त्यहाँ अगाडि जस्मिन मेरो पनि धागाहरू चाहिँ राख्नुहोस्। तपाईँहरू आफ्नो शरीरको धागाहरू आफूलाई नापेर ल्याउनु भएको काँचो धागा आफ्नो शरीरको लम्बाइ बराबरको त्यो धागाहरू नापेर ल्याउनु भएको छ भने यो हाम्रो 12 रङको प्रतिमा ल्याएर हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि भानु भूमिहरू ल्याउनु भएको छ भने तपाईँको कसको यो त खासमा के हो? यो खासमा के हो? कुची लिएर चाहिँ आएर बस्न सक्नुहुन्छ। युवा भाइहरू तपाईँहरूले यो हाम्रो अब त्यहाँ हाल्नु पर्ने होइन। ठिक छ, अहिले हिँड्न सकिनुहुन्छ। त्यो साइडमा पनि चारैतिरबाट त्यो बस्न सक्नुहुन्छ तपाईँहरू। बाबुको नापेन होला। अशक्त आमा बुवाहरू बस्नलाई अलिक कठिन हुने बाबुले नापेन होला। बस्नेको व्यवस्था गरेर म अनुरोध गर्दछु गयो भने धागो कपिल सक्षमहरू सक्नुहुन्छ। अशक्त आमा बुवाहरूलाई चाहिँ यसपालि अग्नि घोडा वर्ष आउँदैछ। त्यो अग्नि घोडा वर्ष भएका सबैलाई अलिकति अप्ठ्यारो छ। बिरालो वर्षलाई, मुसो वर्षलाई र चरा वर्षलाई अनि विशेष कष्ट छ। त्यो कष्टलाई चाहिँ दूर गर्नको लागि तपाईँहरू
हामीले छानी आएको छ नि मेरो अङ्कलको कामको सबै गलत छ मैले मात्र होइन मेरो मैले नि माया गर्छ मेरो बाबालाई भन्देऊ न मैले बाबालाई मैले नि माया गर्छ भन्देऊ चुप्पा गरिदियो बाबालाई चुप्पा माया गरिदियो सानो मिठो मिठो अल्छी लाग्यो सानोलाई लिरिलो बातहरू के टाउकोमा होइन रे के यहाँदेखि तल रे यहाँदेखि तल रे के एकछिन लोग नहीं नगर बहिनीलाई बस्नु हुन्छ कि बस्न जस्मिन खोइ कहाँ मम्मी खोइ कहाँ गयो होला फेरि बाजेहरू यता बस्नु यता बाजेहरू कहाँ गयो कपिल खोइ कपिल खोइ हो यहाँ बुढी मान्छेहरू बाजेहरू
ल हिँड हिँड भुत खान जाने हामी पनि अब यी भूत लखाने मान्छेहरू कत्रो हो फेरि मान्दैन अल्छी लाग्यो नि बच्चा कपिल आंटी भर जाऊ ना त्यहाँ जानु मिल्दैन हो अनि किन त कोही पनि गएन त सबैजना यता ल्याएर यता आयो यतै जान्छ उता गयो उतै जानु पर्छ यहाँ फेरि ड्याममै फेरि बाबु यता जा नि जेम मग मी त जेम चप्पल बाबु खोइ छैन बाबु बाबु तर मैले अब त भागो
बाजे तर्सेर भागिरह बाजे तर्सेर पछाडि क्या होला भूत त सबै उड्यो त ब्ले ओ चाङ भूत त सबै उड्यो त छोडो भूत पनि कहाँ आउँछ त नि भूतलाई त जलाइरहेको छ त्यहाँ बाबु उता नजान न उता उता गयो क्या आगो हेलो फ्रेन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो यो च्यारच्यारे फ्यामिलीहरू हेर यहाँ आमा चाहिँ दुलाई सेट लाएर बस्नु भएको छ भाउजूले कपडा लाएको छैन के मिलाउनु सानो सुन्दै जाऊ सानो मेरो बुकु त कति राम्रो देख्यो नि मेरो आगो लाग्छ कि क्या होला नि उसको दिदी चाहिँ फेरि आमा काले दाई काले दाई काले दाई काले काले दाई मम काली मम एउटा चाहिँ ऊ के भन्छ अरे यस्तो ए उसको शिरबन्दी त कता पुऱ्याइदियो ब्ले उठेर सानो यो फुल फुल हेर हिजो फुपूले मजा ए त्यतिकै लाएर राखिदिएको त नि अहिले पो देखेको त हामीहरू कस्तो देख्या हामीहरू बबाल पुरा होइन होइन मरे छ्या लाटो जस्तो देखे त्यस्तो नगरले आँखा नदेख्दा गरेर बस्छ मेरो बुनु कति राम्रो देखेको अब नभग बहिनीलाई नभग ऊ राम्री भएको मान्छेलाई त्यो के अरे सल चाहिँ लामो भयो कि क्या पछाडि जस्तो लाग्यो हिँड्नै मिलेन बिचारी ल मैले खिच्दैछु ल आऊ नानी आएन आइज न कहाँ गयो अँधारोमा त नदेख्ने पो रहेछ के छ कोही खान्छ टिम दादा जाओ जसोमा बुढी बाउ कति बेला आउनु भएको बुढी बाउ त छालो तन्काएर बस्यो क्या हो एउटा त चाउरेर परिरहेछ अनुहार चाहिँ ए
दाइ देख्न चाहिँ त सिकाऊ साली चाहिँ हाबे हे तेरे हात नि भेन दे के अरे साली देखेर त भेन त बेहोस हुनु लागेको छ त्यहाँ गाडीमा मजा आयो भेनालाई त लाज लाग्यो क्या हो भेना त नयाँ नयाँ कपडा लगाएर हिरोहरू बसिरहेको ताउँ ड्रेस लाउने ड्याडी भनेको त ल्यायो भने लाउने भोलि त लाउनु पर्यो नि ल्याइदेऊ काली देखेछ काले भान्जी कति राम्रो देखेछ है लसो तसिदेले उयो लिनु अब दुइटा बाहिर घुमाल्ने म चाहिँ नहाल्ने नलाउनु ल हाल्नु पर्दैन दुई तीनचोटि हाल्नु अनि हाल्दिनु न एन्टी लाइट पर्छ कि यताबाट एकछिन कहाँ लैजाने यो चाहिँ फालिदिने सबैले बत्ती बालेको हो कि के हो यो मलाई चाहिँ हग्न भनेको म अन्त फर्स्टको त बुनुलाई चुप्पा गर्दा उसलाई गरेन भनेर रिसाउँछ कति बेला अब फर्स्टमा हो नि फर्स्टमा कति बेला हो उसै वाङ वाङ थापी कति बेला हो अब सुरु हुन मेरो नहेर्नु मम्मी बाबा कति हेराउँछ फोन गर्नु न वाङ थाप्ने बेला भयो भनेर बाउ छोरी बाउ छोरी बाउ छोरी हामी बाउ छोरी भनी बहिनी हो फोटो खिचाइन भिडियो बनाएर कति राम्रो देख्यो हेर्नु त लाइनहरू सानो आउन सिकान फालौँ भिडियो पनि सिकान मात्रै आउँछ हौ हेत्रेका कसम भनेको जहिले जहिले एउटै कुरा मात्रै पोको पुकु हाम्रो पुकु कहाँ गयो होला आज ल हेर न फेरि
भिडियोमा त बाउको आमाको के को आउने सुनको खाइदिए त तपाईँको लिप ग्लस खै यही छ खैले अन्त मेरो लाइन यही छ लगा न नभे म चाहिँ ला मिसिनमा हाल्दिए मामालाई भन्नु त बहिनीको सिकान पुछिदिनु भनेर त्यो के अरे सेतो सेतो दाग नबस्ने गरेर मिसिनमा कपडा हालेर आएको के धोएर आएको अझै सुकाएको पानीले पुछ्देऊ न यता आउने मानेन के तिम्रो भान्जी तिमीसँगै बस्ने रे यो फेरि सुनको सिक्री होइन है साथीहरू फेरि सुनको सिक्री भनेर यहाँ थुत्नु आउला फेरि के भन्छ अरे हराएमा डर छैन के अरे ए सुनभन्दा कम छैन हराएमा डर छैन है अब फेरि भिडियो हेरेर चोर्न आउला कि भनेर नि गफ कसले चढ्छ र मेरो घर चिन्नु पर्यो नि म त फेरि पुरै लोकेसन हानिदिन्छु नि त फेरि राम्रो देखे ngala woi ten minai baru nganu siala undaru यिनीहरूलाई मात्रै देखाएर यार मेरो क्यामेरा के अरे मेमोरी फुल हुने भयो यार जस्मिन त्यहाँ जानु न आमा तरुनी छोरी भन्दा आमा तरुनी लान्छ के रे झिल्के ड्राइभरले भाइ फेरि हेर न यहाँ मक्ख भएर बसिरहेको छ यहाँ केही गरी साध्य छैन नि त बोली साध्य छैन नि त खै त अनि क्रिम लगाएको गोरो हुनु पर्यो क्या म काटेछु कालो देखिन्छु म तपाईँले हिँड्दा त विदेशबाट आएको मान्छे नेपालमा कालो थियो सब गएर देखिन्छ विदेशमा अनि भयो पुण्डे साइला होइन त पुण्डे साइला होइन त त्यहाँ लम्बो देखिन पुण्डे साइला अब म त कसम सोचेको नि थिएन यो यत्रो अग्लो छ भनेर त कसम भने क्यामेरा देखेको भाइ गर्छ यो भिडियो के यहीँ गरेर बसिरह तपाईँले मेरो कुन चाहिँ कहिले चाहिँ कतिले फोटो भिडियो हाले भन्नु त ल पहिला कुरा मैले जति बेला पनि हिजो राति हालेको हेऱ्यो हेर्न बाँकी छ मैले थाहा देखिसकेको थिएँ है के गरेको भने हो म त्यहाँबाट भिडियो बनाइदिन्छु खै म उतापट्टि जान्छु ड्याडी बाल्नु भयो उतापट्टि गएर बाल्नु न उतापट्टि छैन रहेछ अलि त्यस्तै हालिदिन्छु मैले होइन हौ राम्रोसँग बसा नत्र भने फेरि म त मुख त जस्तो पाएँ त्यस्तो हालेँ ज्ञानी भएको रे ज्ञानी ड्याडीको खिचिदिनु पर्यो अब टाउको नभएको डमी आएछ नानी त्यसलाई भन् त टाउकै छैन नि डमीको यहाँ धुपमा पर्छ यहाँ हुँदैन यहाँ तातो छ कट गरी हाल्दा छिट्ट गर्छ यहाँ कि नानी सुँगले तपाईँ अहिले एकछिन बाल्नु क्या भाउजू गयो त कान्छी चाहिँ धुप लिन जाऊ भन्नु पराएको थियो
यसरी खिचिदिउँ न एङ्गलमा खिचिदिउँ न हो मान्छेहरूको भिडियो आफ्नै धुनमा के कोही चाहिँदैन लाउन पाए भयो अनि बाबा र तपाईँको मम्मी नानी हेर है एकछिन बाबु ए भगवान् म त कसरी बोल्ने त म त पुरा के हो युटर्नमा दिइरहेको छ त बत्ती बाल्ने स्टाइल नानी अलि बाल्नु न मम्मी अगाडि अगाडिको झन् कसरी बाल्ने पछाडिको चाहिँ कहाँ र त्यहाँ देख्नु भएन पछाडि सारेर बाल्यो नि नानी टाउको नभएको डमी आएको छ है नगर है उता गएर बाल्नु न के यता बाल्ने भयो उता जान्छु त्यतातिर उयो छैन भने यता आउँदा 1 घन्टा बाला है सबैजनाले सबैले बाल्नु पर्यो नि त नि यहाँ त कति आउँछ होला मान्छेहरू बाबु त्यो कपाल पोल्छ कि यता आइदैन हेत तरिका nggak saya curi video nu soal yang dia cu mimi can cundon kasih di mana mana tahu loh dah itu apa cu dambu mak kuri donde lori nau puku ya ada yang nyerap domi ya ada puku dah itu jauh dah yang domi एकछिन भयो बाल्यो होला एउटा बाल्दा नि हुन्छ ओ आमासँग हेर सानो ओ आमाले हेर त घुमाउनु भएको नानीलाई हेर्नु है नानीलाई हेर्नु सबै नबाला है निबेको बालिदिन्छु मने गर्ने रे ऊ पनि हाबी दाइदा हो उयो माथितिरको बाल्नु के अरे हात अलि हेरेर त्यहाँ सलहरू हेरेर फेरि सल झुन्डेला र अब दुईटा बहिनी त घुम्दैछ होला के गाउँतिर निभ्यो फेरि हावा लगाइरहेछ कि बेसरी त्यही भएर हौ तलसम्म भेट्ने गरेर लगाइदिनु न म चाहिँ यहाँनिर तानेर बस्नु पर्यो घाँटी तानेर हेर्नु बनाइसक्यो ल आमा आउनु यता 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 बाल्ने कि उता बाल्ने बालिसक्यो यसो छोको जस्तो गरिदिनु न त दाजी दाजी नानी कहाँ गयो नानी नानी ए नानी भनेको त यहीँ रहेछ त अनि के बुढी मान्छे जस्तो गरिरहेको छु कस्तो मान्छे होला न हुन्न यो तातो नो नानीलाई अलिक पर लैजाऊ अहिले फेरि पापा छ खुजुरा चाहिँ बाउले दिएको तेल मात्रै डुबाएर पो बाल्नु तेल डुबाउनु भयो
अरे त्यहाँ अहिले त्यहाँ ओए उता दादाले खोल्छ अहिले दिनलाई यो त्यो बहिनीले दे बहिनीले खाँदैन क्या डमी बोलाइदियो भाग्यमानी 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 यसलाई चाहिँ डमी बोलाइदियो जानु उता पुसो चाउचाउ लाउ रे चाउचाउ खाऊ है रे खानु हुन्न र खाएन खाएन यी होइन हौ कसरी यो मोमो लगायो टाङ्गा पङ्सी भन्दा के छोरी कतिजना खा भित्र कतिजना खा होला मम्मी भित्र कतिजना खा मम्मी भित्र लामा कान्छे भाउजू कहाँ गयो त फेरि दादाको पैसा त्यहाँबाट दिएको दिन Excuse me. Excuse me. ए सरी मेरो चकलेटै गयो यस्तो भएन है भएन यस्तो बुन्नु चकलेट खाऊ चकलेट खाऊ
ल ब्यागमा राख भाग्यो माने What? चढ्नु न तपाईँ मेरो झोलाको यस्तो साइड क्या बाबु बाबु बस गरेको नानी जस्मिन मेरो लागि नि लिइदेऊ ल यसो बाबा कान्छी भाउजू सानो बाबु सानो नानी ठुलो नानी अर्को नानी ए तेरो फेरि त्यस्तै हाल्दैछु म त फेरि आमा छ्यामा बबी भात खाने लाइन उसले भात खाने लाइन हो यो कति र अर्कालाई थाहा नभन्छ त आर्मी सिस्टम आर्मी सिस्टम के हो रे भाउजू भातको लाइन जस्मिन अलि धेरै हाल है राँगाको ओ चाङ अलि कम हाल्नु है अलि फेरि बेच्यो त होला छैन रहेछ नि त धुलो धुलो हालिदिनु नि त मासु थाप्न जाऊ कि भैँसी खाँदैन र एउटा मम्मीले हाल्नु एउटा मम्मीले थाप्नु त्यहाँ यहाँ चिकन हालिदिनु न बाबुलाई ए बाबु हुँदैन उयो भैँसी खाऊ तिमी ल कान्छी भाउजू कहाँ भाग्यो ए यहीँ बस्ने ठाउँ हेर्नु न अब भुइँमा बसेर खाने अहिले खाने हो त लास्टमा खाने होला नि हे भगवान् बच्चाहरूलाई नि ल ल ल ल मामाहरूलाई नि लिएर जानुपर्ने होला नि त नि चबाखामा खेलिगयो है क्यालभरि थाइगयो फेरि क्यालभरि थाइगयो चबाखामा खेलिगयो बाबा खाल्यो भने उल्टो पाप लाग्छ उता नानीहरू त उता गयो ओ चाङ झगरी गयो आगे थकी गयो फेरि
बेता खाला है नानीहरू यता गएको छ ए पानी पुग्दैन म लिएर आउँछु नि जानु न म ल्याउँछु के कहाँ आएको दाजु कमेडी गरेको हो त्यहाँनिर खानु अगाउने गरेर चाहिँ भयो उता गएको छ नानीहरू त लास्टमा त फेरि नानीहरू खोज्दा खोज्दा नै हैरान होला फेरि यहाँ ताजी चोय चो गानमी जाता भयो दाइदा भयो बिग्रामा ज्यानले चोय तादाले जदेवा बिग्रामा बा ओ बिग्रामा खानु खानु जस्मिन म बस्दिनँ के म यति खाने आमा परेलाई वा परेलाई लाठी जस्तो देख्यो त्यो त गर्दा त रङ नि वा धाइ देख्न रङ हो बङ्ग फेरि आम्बो दरो खाइदियो त दाइले त ओ चाङ कसले छ फेरि पेता लास्टमा त मेरै भिडियो मै छैन कि कुनै पनि भिडियोमा वाट इज दिस ब्रो यस्तरी फेरि लास्टमा घप्लाकै होला फेरि अर्को आएको ल हिँड केटीहरू हिँड हेट तेरिका तरुनी मात्रै भएर हिँडेर भएन छिटो जानु पर्यो ठाउँहरूमा चाहिँ यतातिर पनि नाच्दैछ फेरि हाम्रो अर्को हिरोइनहरू कता गयो कुनि के सटिना तामाङ भन्छ क्या हो अब यसपछि चाहिँ हामी मेन्दो माया हो मेन्दो माया हो ओए माकुरी झन्डै नाचेको म त बिना गीतमै ए नक्कलीहरू अबि झन्डैले ठोकेन लो गीतै काटिदियो त हौ बुकु हाम्रो बुकु त यही छ छोटो छोटो गरेर हाम्रो त बुकु रहेछ हाम्रो मञ्जुसी श्रमबद्ध 2862 सुनाम लोसार आज हामी रतनपुरवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैजना एक ठाउँमा भेला भएर सांस्कृतिक कार्यक्रम